ल गाइजहरू होइन हामी चाहिँ अब आज यसरी ढार्के बजारमा हामी आइसकेका छौँ अनि आज चाहिँ हाम्रो प्लान चाहिँ आज हामी अन्त्य जाने प्लान छ। त्यो अन्त्य चाहिँ कहाँ जान्छौँ भनेर तपाईँहरूले चाहिँ अन्तिमसम्म हाम्रो भ्लग हेर्नुपर्ने हुन्छ। त्यही भएर अन्तिमसम्म स्किप नगरिकन तपाईँहरूले हेर्नु होला। र आजको भ्लगमा को हुनुहुन्छ मसँग भनेर नि तपाईँहरूलाई लाग्न सक्छ। र मसँग चाहिँ आज हाम्रो हेलो हामी छौँ ल हेलो यता हेर्नुहोस् न मास्क खोलेर देखाइदिन्छु। अनि आज चाहिँ हामी 3 जना चाहिँ अहिले छौँ। अब हामी यो 2-3 जना हाम्रो 2-3 जना हामी फेरि जोडिन गइरहेका छौँ। र हामी यसरी सबैजना मास्क लगाएर अनि यसरी यो घाममा हामी कहाँ जान लाग्यो भनेर चाहिँ तपाईँहरूले अन्तिमसम्ममा हेरी तपाईँहरूलाई थाहा नै हुँदैन। त्यही भएर हेर्नको लागि तपाईँहरू आतुर हुनुहुन्छ होला। म पनि भिडियो बनाउनको लागि र त्यो ठाउँ जानको लागि धेरै नै आतुर छु। ल गाइस हाम्रो चाहिँ यहाँ बिचमा एउटा कुरोले विवादमा आइसकेका छौँ। ल भन्नु हामी कहाँबाट हिँड्नुपर्छ? लेफ्ट साइडबाट। ल यो बाटो भयो भने रोजिना मिसले भन्नुहुन्छ हामी उता साइडबाट हिँड्नुपर्छ भनेर। अनि सुस्मिता मिसले भन्नुहुन्छ हामी यो साइडबाट हिँड्नुपर्छ। तपाईँहरू कमेन्ट गर्नु होला हामी हिँड्दाखेरि कुन चाहिँ बाटोमा हिँड्ने होला। त्यसो भने हामी त्यही बाटो म त तपाईँलाई राइट लाग्छ भने गाइस अघि मैले भ्लग बनाउँदा म चाहिँ एक्सिडेन्ट भएर म झन् धार्की के अरे हस्पिटल जानु परेको थिएन है। ल अहिले मलाई देखाउनु के गर्ने रे हामीलाई अब तपाईँ केही भनेर बोल्नु न। म त जान्छु ल बाइकमा। जाने तयारीमा हुनुहुन्छ ल ओके ल आउनु न बस्नु है चिन्नु न पैसा तिर्नु ल हामी गयौँ है रोजिना बाई बाई। अनि खानु है कहाँबाट चाहिँ फेरि तपाईँको छैन कालो लुगामा सेतो देखो। हामी चाहिँ यो घरमा आएर बसिरहेको छौँ। ल है फाइनली हामी आइसकेका छौँ। अन्जना मिस तपाईँलाई कस्तो लागिरहेछ आज? एकछिन पक्नु न एकछिन। हामीसँग आज हिँड्दा होइन तपाईँलाई कस्तो लागिरहेछ? ओ प्रिन्सेस उसलाई केही मतलबै छैन। ल हामी चाहिँ फाइनली भेट भएर पनि हामी कहाँ जान लागेको छौँ भन्ने कुरा अझै पनि पेन्डिङमा छ है त गाइजहरू। ल गाइजहरू हामी फेरि आइसकेका छौँ। हामी चाहिँ खासमा उहाँलाई भेट्नको लागि भनेर आएको हो। मिसरी भेट्न आउनुभयो त खुसी लाग्यो एकदम है। फेभरेट अनि कहिले हो यसो चिन्ता गर्नु ए सानो मान्छे हात गाडौँ न बुबु माम खान्छ बुबु माम सुपुक। ल फाइनली गाइज हामी चाहिँ हाम्रो यो रुमभित्र पनि इन्ट्री भइसकेको छ। र तपाईँलाई आजको के कस्तो लागिरहेछ यो कुरा नगरौँ एकदम है धेरै खुसी लागिरहेको। झन् शान्ता सुस्मिता आउनुहुन्छ भने त सोचेको थिइनँ है आउँछु मात्र भन्ने झन् टाढा टाढै गर्ने है। ए झुटो हामी बोलेको पक्का हौ। अब अन्त आउँछ कुन दिन आउँछ त्यो बेलामा अब हस्पिटल लान आउँछु भन्ने सोचिरहेको थिएँ। आउँछु भनेर भन्नुभएको थियो अन्त आउने भने कति भइसक्यो। मलाई ल हामीले चाहिँ अब सानो मान्छेलाई भेट्नको लागि भनेर हामी आएको हो। चाहिँ कति राम्री छ आहा हाँस्या पनि छ दामी छ है दामी छ। ल यो जे भयो नि यो चाहिँ मन पर्यो मलाई। कस्तो लागिरहेछ अहिले गाइज?
तिमी अब कहिले मिस अब अर्को कहिले हाल्ने नि हो यो त झन् हाल्नु पर्छ कहाँ अलिक पछि काट्ने कामै छैन यो पनि आउँछ है मिस नभन्नु हो जिस्काइदिनु भएको हो उहाँहरूले खासमा होइन होला नि ल म चाहिँ यसरी बस्न थालेँ आमै हाँस्यो कस्तो मजाले हाँस्यो अब निकाल्नु भने नि सक्दिनँ म के गर्नु त निकाल्दैन मलाई आउँछ ल ल ल मलाई देखाएको मलाई आइहाल्छ निकाल है गाई चाहिँ मलाई चाहिँ निकाल्न आउँदैन क्या अलिकति डर लाग्छ कि साह्रो बच्चाहरू बोक्नको लागि सुची राम्रोसँग चाहिँ डर लाग्छ म त तँ यहाँभित्र नहाल त फाइनली हामीले चाहिँ योबाट हामीले निकालिसकेका छौँ ताली बजाउनु भने कस्तो तपाईँहरू त ताली बजाउनु राख्नु पर्दैन कस्तो गर्नु भएर दोन जाने दोस नबी यहाँ पहिला केटालाई पो दिने त कति राम्री के उयो थोरै भने कुन चाहिँ मैले थोरै खाने भनेको थिएँ तपाईँले के गर्नु भएको फेरि देखाउनु न फेरि देखाउनु न भनेको बाँदरको बच्चा फेरि देखाउनु न अगाडिबाट भयो भने चाहिँ मोबाइल कति अघि तपाईँले के गर्नु भएको गुल्टाइदियो खै ल गुडाकै गुडा यसरी यसो गरेर गुडाउने नि त यस्तो भयो आमा किन डर लाग्यो होला यस्तो गाडो यता हेर्दो त्यसरी राख्नु हुँदैन कि अहिले नै हुन्छ नि हुन्छ यति गर्नुपर्छ भने सरकारी छ नि राम्रै शान्ता मिस पनि शान्ता मिस त केही नि होइन म त के राम्री हो र नि आमै नि जा म हेर न फेरि यहाँ यहाँ चाहिँ एकदम बच्चाहरूको सो अफ भइरहेको मलाई चाहिँ यहाँ केही मतलबै छैन यहाँ चाहिँ बच्चा सो अफ यहाँ क्यामेराम्यान हेर नि त्यहाँ मान्छे फेरि सुस्केरी भएर बस्नु पर्दैन तपाईँ भने त्यही भने फाइनली गएछ हामी चाहिँ हाम्रो त्यहाँ भेटघाट गरेर सुस्केरी भेट गरेर हामी निस्कियौँ गाइजहरू उहाँहरू मिसहरू चाहिँ अगाडि अगाडि हिँडिसक्नु भएको छ मैले भेट्टाएँ